नमस्ते सबैजनालाई। आजको यो भिडियोमा चाहिँ म फेसबुक एउटा फिचरको बारेमा कुरा गर्न देखाउन गइरहेको छु हैन। यो मेरो फेसबुक हो र फेसबुकमा यो पिपल यु मे नो भन्ने कुरा चाहिँ तपाईहरुले याद गर्नुभएको होला। तपाईहरु आफ्नो साथी अथवा साथीको नै साथीहरु सजेसन गर्छ फेसबुकले। कोही बेला चाहिँ के हुन्छ भने फिडमा आएर हैरान पनि बनाउँछ। जस्तै मानौँ मैले यो स्क्रल गरिरहेको लागि हैन, जस्तै भने यहाँ पिपल यु मे नोहरुमा चाहिँ बारम्बार एउटा आइरहन्छ। त्यसले गर्दाखेरि तपाईहरुलाई पनि कोही बेला गाह्रो हुन सक्छ हैन। कोही बेला कस्तो हुन्छ नि, आफूले नचाहेको चाहिँ यो आइरहेको हुन्छ पिपल यु नो। त्यसले गर्दाखेरि फेसबुक चलाउन पनि हामीलाई गाह्रो अवस्था आउन सक्छ। त्यसको लागि कसरी हटाउने भन्ने कुरा सिकाउन गइरहेको छु। सो म यो मेनु भन्ने अप्सनमा क्लिक गर्ने। यो क्लिक गरिसकेपछि के छ भन्दा यहाँ चाहिँ सेटिङ छ। यहाँ मुनिपट्टि जानुभयो, स्क्रल गर्नुभयो भने यो सेटिङ एन्ड प्राइभेसी भन्नेमा क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि फेरि सुरुमा एउटा सेटिङ भन्ने आयो, यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि तपाईले धेरैवटा अप्सन देख्नुहुन्छ। स्क्रल गर्दै जानुभयो भने यहाँ नोटिफिकेसन भन्ने छ है त। ओके, नोटिफिकेसनमा कमेन्ट, ट्याग, रिमाइन्डर विभिन्न अप्सन छ। तर हामीले चुज गर्नुपर्ने भनेको यहाँ पिपल यु मे नोमा क्लिक गर्नुभयो भने बाइ डिफल्ट के छ भन्दाखेरि यो पुशबाट चाहिँ इमेलबाट र एसएमएसबाट चाहिँ यो बाइ डिफल्ट फेसबुकले अन गरेको छ। यसलाई हामीले अफ गर्नुपर्ने हुन्छ है। अनि बल्ल पिपल यु जस्तै अहिलेको लागि मैले यसलाई अफ गरेँ। ल, यसले सोध्यो टर्न अफ नोटिफिकेसन भन्दाखेरि अब हामीले यो अफ गर्यौँ भने हामीले फेसबुकबाट यो कुनै पनि नोटिफिकेसन इमेल एसएमएसमा मार्फत हामीले आउँदैन। यसको लागि मैले टर्न अफ गरेँ। ल, मैले यति गरिसकेपछि अब नोटिफिकेसन आएन। ल, यो सँगसँगै के हुन्छ भने अब यो पिपल यु मे नोको चाहिँ नोटिफिकेसन चाहिँ बन्द भएको हो। त्यसले गर्दाखेरि अब हाम्रो डिभाइसमा चाहिँ यो साथी बन्ने भनेर चाहिँ आइरहँदैन। अब है त, यसरी चाहिँ हामीले अफ गर्न सकिन्छ।